यो भिडियो हेर्नु होला। यो भिडियोको जो एक क्लिपमा राखेको छु, यिनले के भनिरहेका छन्। सुशीलालाई थ्रेड गर्न चाहन्छु यहाँबाट। सुशीला राम्रोसँग सुन, यो कुरा राम्रोसँग सुन हैन। तिमीले चुनाव गर्न चाहेको कि युद्ध गर्न चाहेको, यो कुराको फैसला चाहिन्छ। फेरि भन्नुहोस् न, तिमीले सोचेका होला। म के भन्छु भन्दाखेरि 10 वर्ष जङ्गलमा बिताए हैन। एउटा चाहिँ नारीहरूको सिउँदो खोसेका यी पापीहरूले गर्दा अहिले देशमा यत्रो आतंक मचिएको हो। यो चाहिँ हामीले बुझ्नुपर्ने कुरा हो। र यिनले के भन्छन्, सत्ता देऊ। अहिले एउटा नेपालकी जब यत्रो जेन्जी आन्दोलनमाथि यत्रो लफडा हुँदा एउटा महान नारी चाहिँ आएर देश बचाएकी छन् भन्ने कुरा सोच्नेमा यिनले भन्छन् सत्ता माग्छन्, सत्तामा देऊ, तिमी चाहिँ हट भनिराखेको छ। र म के भन्छु भन्दाखेरि तिमीहरू यत्रो 10 वर्ष जङ्गलमा बस्यौ हैन, यत्रो नेपाली जनताहरूको नेतृत्वमा लाग्यो अनि विकास निकासमा लाग्यो, तर केही पनि गर्न सकेनौ। अहिले जेन्जी आन्दोलनमा यत्रो लफडा हुँदा तिमीहरू कहाँ गएका थियौ सत्ता सम्हाल्ने हैन। म यो भन्छु, अहिले गएर अलिकता लज्जात्मक शब्द प्रयोग नगर्दा हुन्छ। एउटा बुझ्ने मान्छेले एकचोटि तिमीलाई क्वेसन गर्यो भने यो क्वेसनको जवाब कसरी देउला भन्ने लाग्छ मलाई हैन। एउटा महान नारी, एक त एउटा चाहिँ आफ्नो काम सखाएर रिटायरमेन्ट भए बसेकी एउटी महिला, उनी चाहिँ अहिले आएर देश बचाएकी छन्, देशको प्रधानमन्त्रीको पद सम्हालेकी छन् हैन। तर तिनी महिलालाई तिमीले यस्तो भनेका छौ जो कि यो शब्द आफ्नो श्रीमतीलाई पनि भन्नलाई लायकको छैन। म यो भन्छु कि जब तिमीले अहिले चाहिँ कुन ठाउँबाट भुकिरहेका छौ, कुन ठाउँबाट बोलिरहेका छौ, त्यो ठाउँबाट तिमी यो जेन्जी आन्दोलनमा आएर तिमीले यो नेपाल यो मन्त्री पद तिमी सम्हाल्न सकिन्थ्यो। म तिमीलाई यो क्वेसन पनि गर्छु, आम जनताहरूले अलिकता बुझ्थ्यो पनि के भाषण गरे भन्ने लाग्छ तिमीलाई हैन। मैले के बोलेँ भन्ने लाग्छ तिमीलाई, अलिकता सोचेर बुझेर बोला है। एउटा महिलाको समूह तिम्रो हिम्मत रहेनछ भनेपछि अहिले त्यही महिलालाई सत्ता छोड भनेर तिमीले भाषण ठोकिरहेको छौ हैन। के हो, के गर्न खोजिरहेको तिमीले चाहिँ जेन्जी आन्दोलनमा युवाहरूले मार्छ भनेर तिमी भागेर ज्यान बचायौ, अहिले आएर चाहिँ ल हैन ए सत्ता छोड। उनी त सत्ता छोडेकी हो नि, उनी त छोडेकी थिइन् नि, यो काममै थिएन, तिनी रिटायरमेन्ट थिइन्, मजाले खुसियाली जिन्दगी बिताइरहेकी थिइन्। अब तिमी यस्तो चोरले गर्दा चाहिँ लफडा बनायौ अनि त्यस पछाडि अहिले उनी चाहिँ आएर चाहिँ सत्ता सम्हालिन्, मन्त्री पद सम्हालेकी छन् हैन। हो त्यो कारणले गर्दा अलिकता बुझेर बोल है। जनताले पनि अलिकता जनतासम्म पनि अलिकता साउने कुरा गर। 2-4वटा झोलेहरूको अगाडि मैले ठुलो भनेर चाहिँ भाषण ठोकेर अलिकता सामाजिक सञ्जालमा चाहिँ अलिकता व्यापक रूपमा चर्चा गराउने काम नगर, किनकि अलिकता सोच्ने काम पनि गर। यदि सोच्दैनौ भनेपछि तिमी बोल्दैन बोल, तिमी सामाजिक कार्य तपाईँ तिमी राजनीतिक कार्य गर्न सक्दैनौ भन्ने मैले बुझेको छु। तर तिम्रो यो मान्छेलाई फर्काउने भाषण हो, मैले बुझेको छु।